आजको 9 मिनेट चाहिँ प्लिज मेरो लागि दिनु न है। कस्तो राम्रो राम्रो कुराहरू देखाउँछु कि यहाँ फोर्ट वर्थमा, कस्तो डालस फोर्ट वर्थमा कस्तो राम्रो राम्रो कुराहरू मिस गरिरहेको रहेछौँ कि अहिलेसम्म नगएको भन्ने जस्तो चाहिँ फिल भयो कि। योपालि चाहिँ विकेन्डमा दाई भाउजू फुपू फुपाजूहरू आइसकेको थियो अनि हामी चाहिँ अनलिमिटेड फन गऱ्यौँ कि। बिहान उठेदेखि नै होइन बच्चाहरू ब्रेकफास्ट गरेर यो होम डिपोको कार्यक्रममा लिएर गइस्यो बाबाहरूले अनि हामी चाहिँ खानासाना बनाउन लाग्यौँ म भाउजूहरू। त्यसपछि बच्चाहरू बनाएर आफ्नो किसिमले दङ्ग परे बच्चाहरूले कति राम्रो राम्रो के सिकाउँदो रहेछ कि यहाँनिर। अनि हामी चाहिँ खानासाना खाइवरिकन फेरि हामी एकछिन वकमा हिँड्यौँ अनि त्यसपछि बच्चाहरू चाहिँ जिद्दी गरेर यहाँ चिसो पानी चाहिँ चिसै हुँदा पनि वहाँ स्विमिङ नगरी भएन भनेर स्विमिङ गर्न लिएर गयौँ हामीले एकछिन पछि। अनि हतारकन अब ढिलै भइसकेको थियो, साँझ 6 बजेको हाम्रो टिकट लिएको थियौँ अनि हामी चाहिँ लाग्यौँ ओम्नी थिएटर भन्ने ठाउँमा। यो ओम्नी थिएटर चाहिँ प्रायः जसो सिटीहरूमा हुँदो रहेछ भन्ने चाहिँ थाहा पायौँ, ह्युस्टनमा पनि छ अरे। अनि त्यसपछि हामी चाहिँ त्यतातिर लाग्यौँ। यो चाहिँ फोर्ट वर्थको डाउनटाउनमा रहेछ। फोर्ट वर्थको डाउनटाउन पनि राम्रो छ कि, सानो एकदम बिग नभए पनि राम्रो चाहिँ छ यो डाउनटाउन। अनि त्यसपछि हामी चाहिँ यहाँ पुग्यौँ यो म्युजियमको अगाडि। त्यसपछि गाडी यतातिर पार्क गर्ने ठाउँ रहेछ, उता पार्क गरेर अनि हामी लाग्यो ओम्नी थिएटरतिर। साइडमा यो उसको म्युजियम पनि, साइन्स म्युजियम पनि रहेछ। अनि त्यसपछि त्यहाँ चाहिँ हामी आज चाहिँ ओर्बिटल को बारेमा हेर्न, यो पृथ्वी ग्रहहरू अनि ताराहरू यिनीहरूको बारेमा हेर्न गयो। यहाँ चाहिँ थुप्रै किसिमको हुँदो रहेछ कि, कति राम्रो के कति राम्रो। अब यहाँबाट सुरु भयो ठ्याक्क। यो चाहिँ पहिला चाहिँ फोर्ट वर्थको बारेमा देखायो, यो हामी बसेको एरिया होइन डिएफडब्ल्यू एरियाको बारेमा। डालसभन्दा पनि फोर्ट वर्थकै विशेष गरी ठाउँहरूको बारेमा देखायो। बच्चाहरू दङ्ग के, आफूलाई त यहाँ प्रिलिममा हिँड्ने जस्तो भयो। म त कति दङ्ग परेँ होइन, सबैजना ठुलो मान्छेहरू सबैजना रमायौँ कि यहाँ चाहिँ मिस आउट भइरहेको रहेछ हामी भन्ने भयो। अनि त्यसपछि अस्ति नैबाट जाने त कुरा थियो, तर एकचोटि जानेमा चाहिँ यसको उनी थिएन कि। अरू मुभीहरू पनि, मुभी अथवा डकुमेन्ट्रीहरू पनि जस्तै डाइनोसरहरूको, त्यसपछि अरू के को प्लान्ट्सहरू होइन क्रिएचर्सहरूको बारेमा पनि हुन्छ, सी लाइफ के हुन्छ। अनि त्यसपछि यहाँ चाहिँ यो पनि एउटा फोर्ट वर्थको एट्र्याक्सन हो त्यो वाटर गार्डन। अनि त्यसपछि यो सबैको बारेमा मजाले यो पहिला चाहिँ एक्सप्लेन गर्यो होइन। अनि मजाले देखायो कि हामीलाई चाहिँ माथि एरोप्लेनबाट हेरे जस्तो फिल भयो। त्यस्तै हुँदो रहेछ। अगाडि भिडियो जाँदाखेरि चाहिँ अगाडि नै गए जस्तो। अब सुरु भयो हाम्रो यो अन्तरिक्ष ताराहरूको बारेमा। यो चाहिँ सुन्दै त्यो भन्दै पनि जाँदो रहेछ के, कति राम्रो के, कसरी सुरु भयो हाम्रो यो ग्रहहरू। अनि त्यसपछि यसको पृथ्वी कसरी फर्म भयो भन्ने। यो चाहिँ सूर्यको बिचमा अनि त्यसपछि वरिपरि यो सोलर सिस्टम देखाएको कि यो अन्तरिक्ष। अनि त्यसपछि कसरी फर्म भयो एउटा सेलबाट अर्को सेल के भन्दै पुरा सबै देखाउने कि। अनि यति ठुलो यो टिभी नै भनौँ, अब यो आफूभन्दा माथितिर पनि अब जस्तो मुभीहरू हेरेर त अब फिल्म हलमा ठुलो न ठुलो त हुन्छ टिभी, तर अगाडि मात्रै हुन्छ नि त। यो त पुरा जताततै के। अनि कति राम्रो देखिने, अझै त्यो ताराहरू झमक्क गर्दा त आफू त ठ्याक्कै त्यो माथि नै गएर हेरे जस्तो के, अन्तरिक्ष स्पेस सेन्टरमै गएर त्यो हेरे जस्तो देखिने कि। कति राम्रो। अब यो यसरी भिडियो खिचेर अब देखाउन सबै त एकदमै सम्भव छैन, त्यहाँ गए जस्तो त हुँदैन। तर पनि कतिपय चिजहरू चाहिँ राम्रोसँग अब देखाउन नसके पनि अलिकति इन्जोय चाहिँ गरेर हेर्नु होला है भन्दै पनि छ कि, यहाँ एक्सप्लेन पनि गर्दैछ। अनि त्यसपछि कस्तो चिजहरू देखायो कि त्यो अब भिडियोमा क्याप्चर पनि गर्न त्यत्रो 45 मिनट कि लगभग 1 घन्टा जस्तो हामी बस्यौँ होइन। अनि सो चाहिँ आए जस्तो हुने कि यतैतिर अरू ग्रहहरूको बारेमा पनि देखायो कि। अनि त्यसपछि यो सूर्य, अनि त्यसपछि आफै नै पुरै त्यो पृथ्वीको वरिपरि घुमे जस्तो
भयो नर्दर्न लाइट्सहरू होइन सबै देखाए कि यो स्याटर्नहरू होइन अरू प्लानेटहरू पनि के पनि देखाइरहेको थियो अनि एउटा चाहिँ यो पार्ट चाहिँ सकियो त्यसपछि चाहिँ कति मान्छेहरू उठेर पनि गए होइन अनि हामी चाहिँ अनि अझै यसपछि चाहिँ के आउनेवाला थियो अनि त्यो पनि हेरेर जाने भनेर अनि यहाँ चाहिँ यो प्रत्येक महिनाको अनुसारले पनि कसरी ऊहरू चेन्ज हुन्छ अनि यो ग्रहहरू चेन्ज हुने होइन यस्तो सबै देखाउने कि अनि कस्तो अब हाम्रो नेपाली उसमा चाहिँ अर्कै किसिमले हुन्छ यो ग्रह नक्षत्रहरू यिनीहरूले पनि अब आफ्नो किसिमले त्यही भन्नु यो चाहिँ ब्ल्याक होल भन्छ होइन अनि यहाँ मिल्की वे त्यो सबै के स्टाइलले देखायो कि धेरै चाहिँ बुझ्न चाहिँ सकिएन त्यो यिनीहरूले भनेको अनुसार अब आफूहरूलाई यो चाहिँ मिल्की वे अनि अब कोले इन्भेन्सन गरेका भनेर साइन्टिस्टहरूको नाम पनि दियो अनि त्यसपछि त्यो कत्रो ठुलो न ठुलो अब त्यो आकाश जस्तो हेरे जस्तो यहीँबाट वहीँसम्म गर्दाखेरि त त्यो कस्तो देखिने सूर्य उदाउँदा अस्ताउँदा कस्तो देखिन्छ भनेर त्यो सबैको बारेमा भन्यो कि यो सुन्दै बुझ्दै अनि यो सरर घुम्ने कि पृथ्वीमै हामी आफै माथि बसेर पृथ्वीलाई गोलो घुमे जस्तो अनि तलबाट होइन तल कस्तो छ माथि कस्तो छ सबै देखाउँदै गएको थियो यो माथिबाट स्पेस सेन्टरबाट कस्तो देखिन्छ होइन मरुभूमि पनि देखाएको छ पानी कुन भागमा छ अमेरिका कुन ठाउँमा छ भन्ने पनि त्यो अब विशेष गरी अब अमेरिकामा हुने भएपछि अमेरिकाले फोकस गरेर देखाएको थियो अनि अरू ग्रहहरू कसरी गर्छन् एक्जिस्ट हुन्छन् भनेर पनि सबै देखाइरहेको थियो कि एकपछि अर्को गर्दै सबै त अब भिडियोले क्याप्चर गर्न सकेन मेरो होइन त्यो त अब तर एकछिन भए पनि इन्जोय चाहिँ पक्कै गर्नु है हजुरहरूले आजको 9 मिनट चाहिँ मलाई दिनु भनेको छु नि अब अर्को आयो मजाले एकछिन अब आफूले पनि इन्जोय गर्नु पर्यो फेरि भिडियो मात्र खिचेर बस्नु नि भएन भित्र होइन त्यसपछि यो सकेपछि हामी निस्कियौँ अनि त्यसपछि हाम्रो आजको प्लान थियो अब बाहिर अब म भाउजूलाई फुल्की खान लैजान्छु भनेर यहाँको मिठो पाउँछ नि त फुल्की पानीपुरीहरू अनि अब हाम्रो यो पानीपुरी खान जाने तयारी बच्चाहरू चाहिँ एकछिन डाइनोसरसँग मस्ती गरेछन् यिनीहरूले कति राम्रो ठाउँ के भित्र म्युजियममा पनि अब एक दिन बच्चाहरूलाई लिएर आउनु पर्ला भन्ने भइरहेछ त्यसपछि हामी लाग्यौँ यो फोटोबाट त फुल्की खाने दाईसँग फुल्की खाने दाईले चाहिँ नयाँ उसमा खोल्नु भएको रहेछ अमा ग्रोसरीको नजिकै रहेछ हामी चाहिँ त्यहीँ गयौँ त्यहाँ चाहिँ तातो फुल्की पनि पाउँछ भनेर हिँडेको हो तर यो एउटा मेक्सिकन रेस्टुरेन्ट जस्तो होइन नेपालीकै हो भन्नुहुन्थ्यो होइन यहाँनिर अरू मान्छेहरू पनि छन् हामीलाई देख्ने बित्तिकै चिन्नुभयो कि लगभग म 7-8 महिना भइसकेको थियो यो दाइकोमा नआएको अरू ठाउँमा जाँदै अनि फुल्कीहरू खाँदै गरिरहेको थियौँ टक्क लागेर दाइले यस्तो मिठो फुल्की बनाउनुहुन्छ नि यो चाहिँ पानीपुरी फुल्की भन्दो रहेछु मैले फेरि फुल्की अब मोमो भने चाहिँ त्यो पानीपुरी र चटपटी मात्रै पाउँथ्यो अहिले त लातिनहरू सबै दाइले अलिक ठुलो गर्नुभएको भएर राम्रो थियो सबै चाउमिन पनि मिठो अनि यो के भन्छ मटका चिया अरे बाबालाई चिया खानु परिहाल्यो चटपटीसँग चिया झन् कति रमाइलो अनि त्यसपछि हामी यो रेस्टुरेन्टबाट निस्किँदा 9-10 बज्ने बेला भयो अनि 9:30-10 बजेतिर हामी घरतिर फर्क्यौँ एकदमै फन भयो सबै भिडियो हेरेकोमा धेरै धेरै धन्यवाद सबैजनालाई थ्याङ्क यू